हेलो एभ्रिवान, यो भिडियो चाहिँ मैले बाँच्नेभन्दा अगाडि नै बनाउनु पर्ने थियो, तर मसँग टाइम नमिलेको हुनाले चाहिँ मैले बनाउनु पाएको थिइनँ। यो गिफ्टहरू चाहिँ मेरो सासू मम्मीले ल्याइदिनु भएको थियो काठमाडौँबाट बाँच्ने आउनुभन्दा अगाडि नै। मम्मी चाहिँ काठमाडौँ बस्नुहुन्छ अनि हाम्रो भेट हुने भनेको चाहिँ यस्तै चाडबाडतिर अनि केही फङ्सन भएको बेलामा मात्रै हुने हो। अनि मेरो नानीको लागि मेरो लागि ल्याइदिनु भएको गिफ्टहरू हो यिनीहरू चाहिँ। उहाँले चाहिँ छोरा बुहारी नातिनीको लागि धेरै गिफ्टहरू लिएर आउनु भएको थियो। मैले चाहिँ नेवारी आउटफिट गर्ने भनेको थिएँ, त्यही कारणले मलाई नेवारी सेट सबै मम्मीले नै ल्याइदिनु भएको हो। नानीलाई बोक्ने ब्याग, काठमाडौँको तितिरी, चुरा सेट, जुत्ता, चप्पल, अरू पनि धेरै कुराहरू ल्याउनु भएको थियो। अनि मम्मीले चाहिँ आफ्नै हातले उनेको गलबन्दी पनि ल्याइदिनु भएको थियो अनि उहाँले चाहिँ लाएर यहाँनिर एक्टिङ गर्नु हुँदैछ। अनि मम्मीले पढाउने विद्यार्थीहरूले ल्याइदिएको अरे यो पैसा चाहिँ, अनि कुनै चाहिँ युएसए पनि छ, मलेसियन पनि छ, अनि पाकिस्तानी पैसाहरू छ यिनीहरू चाहिँ। अनि यो घिउ चाहिँ मम्मीको विद्यार्थीले इलामबाट ल्याइदिएको अरे। अनि हाम्रो एनिभर्सरी चाहिँ 2 हप्ता अगाडि थियो, चाहिँ छोरा बुहारीको लागि भनेर गिफ्ट बनाइदिनु भएको अरे। यो चाहिँ कस्तो राम्रो कप सेट, कालो कप हुँदो रहेछ अनि पानी, तातो पानी हालेपछि चाहिँ फोटो देखिने रहेछ है। एउटा कपमा चाहिँ आमा छोरा अनि एउटा कपमा सासू बुहारीको गरेर बनाउनु भएको रहेछ। कस्तो राम्रो बनाउनु भएको कि। अनि थ्याङ्क यू सो मच मम्मी यति धेरै गिफ्ट र मायाको लागि।